हामीले हाम्रो समाजको लागि के गर्न सक्छौँ भनेर चाहिँ हामीले सडक नाटक बनाएको हौँ। स्वतन्त्र किशोरी समूह र जलुकिनी किशोर समूह मिलेर बाल विवाह न्यूनीकरणको लागि हामीले सडक नाटक प्रस्तुत गर्न गइरहेका छौँ र सडक नाटकको सुरु भएसँगै हाम्रो सीता र रेखा बहिनी कलेजबाट घर जाँदै हुनुहुन्छ र उहाँहरू के कस्तो कुरा गर्नुहुन्छ हामी सुनौँ है त। टेम्पो पार्क जाने भनेको अलि छिटो घर जानु है रेखा। ओहो साँझको पटेटिङ जान आँट्यो। साउन महिना आउन लागेको छ। बिरेले मलाई हरियो चुरा र मेहन्दी किनिदिन्छु भनेको छन् क्या। सङ्क्रान्तिको दिन उसकै नामको हरियो चुरा र मेहन्दी लगाउनु पर्ला। अनि साँच्चै रेखा तिम्रो बोयफ्रेन्ड छ कि नै त? भन न भन। हुन त मेरो र तिम्रो पनि लभ गर्ने र घुम्न जाने उमेर त होइन, तर पनि एकजना हुनुहुन्छ, उहाँले मलाई धेरै माया गर्नुहुन्छ, म पनि उहाँलाई धेरै माया गर्छु। उही के रिच अदर। अनि तिमीहरू कहिले डेटिङ गएका छौ त? होइन सीता, अहिले हामी दुवै पढाइमा फोकस गरिरहेका छौँ। अनि साथी सीता, तिम्रो र बिरेको भेट चाहिँ कहाँ भएको हो नि? फेसबुकमा नि उहाँले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु भयो। उहाँ मलाई एकदम राम्रो लाग्यो र मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ। हाई हेलो भन्दा भन्दै रिलेसनमा बसेको कति भएन। गफ गर्दा गर्दा ढिलो भइसकेको छ रेखा। हुन्छ त मेरो घर आयो, बाई। हुन्छ बाई। हेलो भाइ, नान के हो राफी कहिले माथि गएन, माथि तल्दी गएन के माथि गएन माथि गएन। हेलो परवेश, के गर्दैछौ? नै गेम खेलिरहेको। हिजो मलाई होइन मेहन्दी र चुरा किनिदिन्छु भन्ने, आज व्यस्त भइदिने, आज होइन सम्पर्क पनि नगर्ने। तिमी त्यस्तो रहेछौ। होइन काली, म तिम्रै पर्खाइमा थिएँ नि अहिलेसम्म। तिमीलाई कल गर्छु भन्ने थिएँ नि मैले भने। हुन्छ त टेम्परका जाम चोकसम्म आउँ। हुन्छ, अब त घर वरिपरि हेरेर आऊ, म पनि यताउति हेरेर बजार जान्छु भन्न आउँछु नि। हुन्छ। आज तिमीले मलाई के सपिङ गर्दैछौ नि? किनिदिन्छु नि, तिमीले जे भन्छौ त्यही पुरा गरिदिनेवाला छु। मलाई त हरियो चुरा मेहन्दी चुरा किनिदिनु पर्छ नि। केटासँग हाँस्दामा चाहिँ हिँड्ने कि कुनै नि हो त हाम्रै गाउँको पिर्यो। आज गएर यस्तो घरमा यस्तो आमालाई भनिदिनु पर्ला मैले। आजकलका केटाकेटी के हुन् के हुन्। हाम्रो जमानामा त्यस्तो थिएन। चुरा देखाउनु न। खै सीता तिम्रो हात। अरे म तिम्रो हातमा रातो चुरा र मेरै नामको मेहन्दी र मेरै नामको सिउँदो सजाएर छिटै बिहे गर्छु नि। म पनि यही दिनको पर्खाइमा छु। म पनि छिटै बिहे गर्छु नि। कति भयो साउजी? 95। दिनुहोस्। थ्याङ्क यू साउजी। मलाई यो चुरामा कस्तो राम्रो देखिएको है। हो नि, तिमीलाई त जे पनि सुहाइहाल्छ नि। ल ल मेरो घर आयो। हुन्छ त हुन्छ, म पनि गएँ, बाई। छोरी पनि अब ठुली भइसके, बिहेको कुराहरू चल्न लागिसके, त्यही सम्बन्धी हजुरसँग कुरा गर्नु थियो। मलाई पनि त्यसकै बारेमा कुरा गर्नु चाहिँ मैले गरिस्, ठिकै छ। ल छोरी सीता आइज त, तपाईसँग एउटा कुरा गर्नु छ। हजुर मम्मी आए। आज कोसँग कागज र अन्त हातको के हो? बाबा म स्कुलदेखि आएर टेम्पो पार्क गएको थिएँ र यो हातको मेहन्दी र चुरा हो। कोसँग गएको थिएछ, यो कसले किन्थ्यो? म र रेखा गएको थियौँ नि। अझ झुट बोल्छे? हुर्के गरेको छोरीमाथि हात नपाउँछ। केटाकेटी हो जानीमा गल्ती हुन सक्छ। यो सब तैँले गर्दा बिरेकी, यो सब तैँले गर्दा बिरेकी। त्यो केटासँग हिनिस टिलिस पनि तर हात उता बाँचेर राखिदिन्छु मैले। मैले के गरेर मम्मी? धेरै झुट नबोल, हामीलाई सब छिमेकीले भनिसके। बिरेर मैले एकअर्कालाई धेरै माया गर्छौँ र म पछि बिहे पनि उसैसँग गर्ने हो। त्यो पनि श्रेय अगाडि त्यस्तो कुरा गर्नु तिमीलाई लाज लाग्दैन? जेसुकै पो गरे, आजकलको केटाकेटी जति भने पनि नटेरी। मम्मीले पनि गाली गर्नुभयो, बाबाले पनि पिट्नु भयो। मलाई त कसैले बुझ्दैन यो घरमा। मलाई त कसैले माया नै गर्दैन। आजकलका केटाकेटी नि के भन्छ, जतिखेर पनि मोबाइल मात्रै हेरेर हुन्छन्, मेसेन्जर मात्रै गरेर आउँछ, एक्लै धुन जान्छ। तैँले छोरीलाई राख्छ, सम्झाउन सक्दिने? मेरो मात्रै छोरी हो र सीता त हजुरको पनि त छोरी हो। हजुरले पनि एकपालि सम्झाएको भए राम्रो हुन्थ्यो। म त कमाउनलाई बाहिर गइहाल्छु, तै हुन्छ घरमा राम्रोसँग सम्झाउन सक्दिने?
जति सम्झाए पनि भनेकै मान्दैन ठुलो ठुलो भइसक्यो हल्का जिद्दी थिए हजुरले पनि एकपालि सम्झाएको भए अलि राम्रो हुन्थ्यो नि भयो भयो त्यसको कुरा नगर खाना हाल भयो छोरीलाई एकपटक बोलाउने कि त्यही पनि शान्ति भयो भयो त्यसलाई किन बोलाउनलाई त्यो जो केटा सिलायो त्यति त्यसलाई खाना लौ लौ किन रोइराखी हाम्रो लभ स्टोरी घरमा थाहा पाउनु भयो लौ कसले भनिदिएछ आज हामी दुईजना टेम्पो पार्क गएको हाम्रो छिमेकी आन्टीले कुरा लगाइदिनु भएको अरे हस् मम्मी आए सीता म तिमीलाई एकछिनमा कल ब्याक गर्छु मम्मीले खाना बोलाउनु भएको छ कि आमा सीता दिदीसँग हट्याम पर्का जानु भएको थियो पक्कै थाहा हुन्छ अहिले होइन आमा म साथीहरूतिर फुटबल खेल्न गएको थिएँ अनि सीता भेटिन अनि सँगै टेम्पो पार्क गएर आएको नि छिमेकीले त अर्कै कुरा गर्दै थियो त बाबु त्यही पनि जमाना खराब छ जो पारेसँग त्यहीसँग हिँड्नुहुन्न डुल्नुहुन्न सीता त्यस्तो केटी होइन आमा त्यसो भए सीता दिदीलाई मेरो भाउजू बना न त बुहारी कहिले आउले र मलाई काममा सघाउने बुहारी आउनु त अझै टाइम छ सीता अझै पढ्दै छिन् नि यतै भैली नै नन्द बाबुसँगै स्कुल जालान् के अरे हो दाइ म र भाउजू त बेसी दिन भएर बस्ने हो असाउँ रोइराखी मलाई यो घरमा बस्न मन छैन अरूको गाली खाइ खाइ अनि यस बेला राति चाहिँ कहाँ जान्छौ नि खोइ मन मरिसक्यो मलाई यो घर देखेर मसँग बिहे गर्छौ तर पछि तिमीले धोका पो दिन्छौ कि नै दिँदैन सधैँ माया गर्छु नि अहिले लिन आम तिमीलाई हस् हजुर भागेर बिहे गर्ने र अनि के गर्ने त म तिमीलाई माग्न आएँ भने पनि तिम्रो घरकाले दिँदैनन् होला त्यसैले हामी भागेर बिहे गर्ने नि हुन्छ हजुर आउँदै राख्नु म कपडा प्याकिङ गर्दै राख्छु नि ल हुन्छ ए फोन किन उठाएको छैन के ए बल्ल फोन लाग्यो हेलो तँलाई भनेको होइन मैले आज काम छ भनेर छिटो आन के काम हो सीतालाई भगाउने भनेको थिएँ त यस्तो इम्पोर्टेन्ट दिन पनि बिर्सिन्छस् तैँले ए भगाउने पो हो कुरासुरा सब मिलिसकेको छ छिटो आन त बोतल सँगै जाम्ला साथीको लागि त ज्यान हाजिरसम्म आइहाल्छु नि ल छिटो आ त अरूभन्दा पनि ल साथी ठिक छ साथी छिटो आयो एउटा हुन्थ्यो एकदम छिटो ढिलो भएको छ अहिले छिटो होइन नमस्ते ल सीता छिटो जामिन न तिम्रो घरका उठ्छन् होला ए सुन यताबाट जान्छु अहिले यहाँ कोही देख्यो भने केही हुन्छ त्यही भएर त यताबाट जा ल यो कहाँ पुग्यो क्या अहिलेसम्म आउँदैन त छिटो आएर छिटो आ ए आयो क्या आयो भोग्न ल छिटो आ छिटो गर्छ हेर सीता मेरो ल साथी म चाहिँ अब जान्छु है हुन्छ साथी धेरै सहयोग गरिदिएको छस् तैँले मलाई ए बिरे भयो अब म त यताबाट छिरे लिएर आइज म बिहेको तयारी गर्दै गर्छु हुन्छ मम्मी म पनि कपडासँग फेर्छु जाम बिहेको लागि रेडी हुन ल हुन्छ त्योभन्दा पहिला चाहिँ सीताको साथी किन्ने रेखाको पनि लभ परेछ कि कोसँग परेछ कस्तो परेछ यिनीहरू के कस्तो कुरा गर्दो रहेछ हामी त्यो सुन्यौँ है त टिकेर आउने होला यो ए म त गइदिउँ क्या ओ आइदेखा हेलो कति ढिला गरेको त आज पुरा कलेजमा प्रोग्राम थियो आउँदा आउँदै ढिला भइहाल्छ नि ए ल यता बस हुन्छ असार 23 गते मलाई नर्सिङ लाइसेन्सको फर्म मन जान्छ भाइ समीर ए हो र त्यहाँ जाने बेला भन्नु म तिमीलाई त्यहाँसम्म ड्रप गरिदिउँला नि हुन्छ म तिमीलाई जाने बेला कल गर्छु नि ओके अनि एउटा कुरा थाहा छ रेखा मेरो साउन्डमा आर्मीको इन्टरभ्यू हुँदैछ नि ए अरू सबै चरणहरू
पेपरहरू पास गर्यो फिजिकल र रिटर्न कटिसक्यो अब इन्टरभ्यूको लागि तयारी छ ए इन्टरभ्यूमा चाहिँ अनि नडराइकन जाने बित्तिकै सबलाई ग्रेडिङ गर्नु अनि सबैको एन्सर हामीसँग दिनुहुन्छ हुन्छ त्यसपछि त तिम्रो समीर पनि लाउरे भन्छ नि म पनि त्यही चाहन्छु नि तिमी लाउरे भनेको तिमी पनि सेतो कोट लगाउने नर्स बन्नुपर्छ नि हुन्छ अनि एउटा कुरा थाहा छ र हिजो बेलुका हाम्रो गाउँमा बिरेले सीतालाई भगाएछ नि अब सीता त भर्खर 17 वर्षको थिइन् त हो दुवै नाबालिगा नै थिए अब दुवैको जिन्दगी डामाडोल हुने भयो हामीले चाहिँ त्यस्तो गर्नुहुन्न है हामीले चाहिँ आफ्नो करियर सेटअप गरेर मात्र बिहेको कुरा सोच्नुपर्छ है हो ल मलाई पनि लाइसेन्सको तयारी गर्नु छ हुन्छ तिमी पनि राम्रोसँग लाइसेन्सको तयारी गर म पनि इन्टरभ्यूको लागि तयारी गर्छु नि हुन्छ फर्म लाउने दिन भेटौँला नि हुन्छ बाई बाई नमस्ते हजुर नमस्ते आन्टी हजुर आज मेरो दाइको बिहे छ राम मन्दिरमा आउनु होला हुन्छ कहाँबाट केटी ल्याएछ फेरि बिरेले सीता दिदी हो के ए सीता बरु छोराको बिहेमा त म आइहाल्छु नि भन्नै पर्दैन नानी हुन्छ ल आउनु होला है त ल मिलमा जाने भनेको जान्न अब त बिहेमा जानु पर्यो कति चक्च गरेको थियो बिहे हुँदैछ बिहेलाई बरु आशीर्वाद दिनु होला मङ्गल भने कता कता सुनाउनु पर्यो त त्यहाँ बिहा गरेको ओम शुभ मङ्गल सावधान आजदेखि बेलाको वैवाहिक सम्बन्ध सुरु भयो आजदेखि एकअर्कालाई साथ दिने बाचा गर सँगै रहने प्रण गर अब दुलाले दुलैलाई र दुलैले दुलालाई माला लगाऊ आजदेखि चाहिँ तिमीहरू श्रीमान श्रीमती भयो बिहे नगरेको जस्तो न बिहे गरेपछि घरमा सासूले भनेको केही सहनुपर्छ तिमीहरूले चाहिँ घरमा कहिले झगडा नगर्नु कोलाल्नुहोस् तिमीहरूलाई देवी देवताले रक्षा गरून् त्यही छ मेरो आशीर्वाद बोलाइयो अब अर्कोचोटि छोराको नआउन नि बोलाइहाल्नु म आइहाल्छु मेरो यही छ आशीर्वाद तिमीहरूलाई
सीता जम्मा 17 वर्षको थिइन् र वीरे चाहिँ 18 वर्षको थिए। त्यही पनि यिनीहरूले बाल विवाह गरेको छन्। यिनीहरूलाई चाहिँ अहिले छिटै सजाय पनि हुनेवाला छ, त्यो पनि हामी सिन देखाउँछौँ। र रेखा र समीरको चाहिँ के चलिरहेछ, बिहे गरेछन् कि पढ्दैछन् कि के गर्दैछन् हामी हेरौँ है त। समीर हेर्दै हेर्दै हाम्रो सपना पनि पुरा भयो। हो तिमी पनि नर्स बनिसक्यो, म पनि आर्मी बनिसक्यो। यो सब हाम्रो मेहनत र धैर्यताको फल हो नि। यदि हामीले सानैमा पढाइमा फोकस नगरेको भए के हुन्थ्यो होला है? ती बिरेको र सिधाको जस्तो हाल चाहिँ हुन्थ्यो होला नि। हामीले सानैमा पढाइमा फोकस गरेर ठिकै गऱ्यो भन। ए समीर थाहा छ आजको 22 वर्ष पुरा भयो नि। ह्याप्पी बर्थडे माई लभ। म त तालिममा गएर सबै कुरा बुझ्सेको बिर्सेको नि। थ्याङ्क यू। हजुरले जहिले यस्तै गर्नु मेरो जहिले बर्थडे गरिदिनुहुन्छ। त्यसको लागि सरी। आज तिम्रो स्पेसल डे र म तिमीलाई एउटा सरप्राइज दिन चाहन्छु नि। सरप्राइज? मलाई सरप्राइज धेरै मनपर्छ। के हो त्यो सरप्राइज? विल यु म्यारी मी रेखा? एस। यिनीहरूले चाहिँ आफ्नो करियर बनाइसकेपछि, रेखा नर्स बनिसकेपछि र समीर लौरे बनिसकेपछि त्यसपछि विवाह प्रस्ताव राख्छन् र छिटै यिनीहरूको विवाह पनि हुँदैछ। जे होस् आफ्नो उमेर पुगेर आफ्नो म्याच्युर भएर आफ्नो दिमाग शारीरिक सबै कुराबाट सम्पन्न भएर मात्रै यिनीहरूले बिहेको बारेमा सोचेको छन्। र यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरूले चाहिँ पछि गएर यिनीहरू जस्तै बन्नुपर्छ है, रेखा र समीर जस्तै बन्नुपर्छ है भाइ बहिनीहरू। हुन्छ? ओके भन्नु त भाइ बहिनीहरूले? ओके, थ्याङ्क यू। ल अब चाहिँ हामी बिहे भइसकेपछि घरको अवस्था के रहेछ बुझौँ है त। अहिलेसम्म बुहारी उडेको छैन कि के हो? परवेश, ए परवेश, बुहारी अहिलेसम्म उडेको छैन? सीताको अलि ढिलोसँग सुत्ने पाइन्छ क्या आमा? मम्मी हिजो थाकेको कारणले आज उठ्न अलि ढिलो भएछ, भोलिदेखि छिटो उठ्छु नि है। ल ठिक छ, भोलिदेखि छिटो उठ। ल हिँड जाऊँ नास्ता। बिहे गरेको यतिका वर्ष भइसक्यो बाबु, अब तिमी विदेश जानै पर्छ। बुहारी ल्याइसकेपछि बुहारीको इच्छा पुरा गरिदिनु पर्यो। बहिनी पनि स्याहारै छ, बहिनी पनि पढ्दैछ, म पनि डाँडामा त्यो घाम लगाइसकेँ। हो दाइ, हो मम्मी, म दाइहरूतिर देश कमाउन जान्छु र घरमा पठाउँछु। आफ्नो जिम्मेवारी सक्दोसम्म सहयोग गर्नेवाला छु। सीताको ख्याल राखिदिनु होला बरु। हुन्छ बाबु, चिन्ता नगर, म छँदैछु नि। हजुर पनि आफ्नो जिउको राम्रोसँग ख्याल राख्नु होला। हुन्छ, तिम्रो आफ्नो ज्यान पनि ख्याल राख्नु होला नि। दिनु मम्मी टिका। राम्रोसँग जानु, घरको काहीँ काम नगर्नु, म छँदैछु। हुन्छ मम्मी, म बाहिर जाँदैछु। सीता सानै छिन्, उसको पढ्ने रहरलाई पढाइदिनु। म आफ्नो जिम्मेवारी पुरा गर्छु। सक्दोसम्म मेरो सीताको पढाइको ख्याल राखिदिनु होला। चिन्ता नगर। हजुर पनि आफ्नो जिउको ख्याल राख्नु होला। अर्काको आफ्नो देश जस्तो हुँदैन, झैझगडा नगर्नु होला, समयमा खाना खानु होला र बेला बेलामा मलाई सहयोग गरिराख्नु होला। म भाइ देश जाँदैछु र म नपढेको कारण यस्तो भएको छ। त पढ्नुपर्छ, हामीसित दाइको नाम थाप्नुपर्छ है। हुन्छ दादा, तपाईँ घरको टेन्सन केही पनि नलिनु, म पढ्छु। र म चाहिँ लागेँ।
होइन छोरा यति टाढा जान लाग्छ त रोएर होला छन् नदीका जा गएर भान्सामा हिजोदेखिको भाँडा जुटी चाहिँ खाना बना जा बस्ने हो कि होइन हिजोदेखिको भान्सामा भाडा खाना बनाएर गएर जा सानै उमेरमा बिहे गरेर यस्तो दुःख पाएँ आफ्नो घर भएर 8 वर्षसम्म सुत्न पाउँथेँ यहाँ आएर बिहान 6 बजे पढ्ने कस्तो इच्छा थियो यहाँ आएर पढ्छु सोचेको थिएँ तर यहाँ त पुरै काममा मात्रै चलाउने रहेछ कस्तो भयो त अन्त मम्मी ड्याडी बेला जाइरहेको छ अहिले आउँदैन घर छोडेर आइहालेँ अहिले कहाँ गर्नु बुहारी भनेकै त घरको काम गर्ने हो अनि चाचुको सेवा गर्ने नन्दको सेवा गर्ने त हो नि अब त हेर म के गर्छु बुहारी ए सीता यहाँ आइज त हजुर मम्मी आए भाडा धोएर सकेको छैन र अहिलेसम्म मेरो लास्टै टाउको दुखिरहेछ मेरो टाउको मालिस गर्दै अनि नानी स्कुल जाने नानीको कपाल बाट्दै भयो नानी स्कुल जाने नानीलाई ढिलो हुन्छ नानीको कपाल बाट्दै यस्तो हुँदो रहेछ भने अब लास्टमा मम्मी म पनि स्कुल जान्छु न है त पनि स्कुल जाने तेरो छोराछोरीले पढाउँछस् कि कहाँ जान्छस् अब घरको जिम्मेवारीको धानेर बस्ने कहाँ स्कुल जाने तेरो छोराछोरीले पढाउँछस् कहाँ पढ्छस् भाउजू भन्दिनँ कि तपाईँ स्कुल जाने तपाईँ स्कुल गएछ तपाईँको साथीहरूले तपाईँलाई जिस्काउँछन् मम्मी खाना पाकिसक्यो अरे यस्तो हस् जामिना ले बेटा यति त बेहाइन छ एउटा सिन छ होइन तेरो माइतमा खाना बनाउन सिकाएनन् कि के हो तँलाई छोरी पनि भोकै गई स्कुल म पनि खाना यस्तो खाना पाइगिस् अनि दुई दिनदेखि भोकै बसेँ चाहिँ बुहारी आएर राम्रो खाना पकाउने र खाना सोचे चाहिँ कस्तो चाहिँ खाना बनाएछ पाइगिस् तेरो खाना म खाना मैले आफूले दिने जति एफर्ट दिएँ त्यो भएन त म के गर्नु चाहिँ बुहारी ल्याएछ खाना बनाउने ढङ्ग छ न केही गर्ने ढङ्ग छ हेलो हेलो श्रीमान दर्शन आइज दर्शन अरू तिमीलाई कस्तो घरमा कस्तो अनि मैले र बहिनी म पनि सन्चै छु घरमा पनि सबै सन्चै हुनुहुन्छ एउटा खुसीको खबर भनौँ भन न के कुरा हो छिटो भन मलाई हतार भइसकेको छ के म प्रेग्नेन्ट छु ए अब बगैको बन्न पाउने भए क्या कर रहा है लड़की से बात कर रहा है हम लोग कहाँ पर देश से लड़की काट दूंगा रसिदा साउदी आइसकेको छ म जान्छु पछि फेरि टाइम भए बेला कल गर्छु नि हुन्छ
म एम्बुलेन्सलाई फोन गर्छु छिटो। मैले एम्बुलेन्सलाई फोन गरिसकेँ आन्टी। त्यसो भए कपडा प्याक गरेर हस्पिटलमा जान्छ, हामी भाइले लगेर जान्छौँ नानीलाई। नानीलाई के भयो? अनि उहाँको उमेर कति हो? 17। यति सानै उमेरमा प्रेग्नेन्ट, सायद त्यसैले उहाँ बेहोस हुनुभएको। कस्तो हुन्छ थाहा छैन एउटै नाइकले काम चलाऊ है। नानी नरो, तिम्रो भाउजूलाई केही हुन्न। नानी भगवान तिम्रो साथ हुन्छ, नरो। तिम्रो भाउजूलाई केही पनि हुन्न नानी। मेरो भाउजूलाई के भएको होला? केही भएन नानी, बेथा लाग्यो, केही भएन नानी, नरो। मेरो भाउजूलाई के भएको होला? नानी नरो के नरो, आफूलाई सम्हाल नानी, नरो। नरो नरो। Sorry, she is no more. हजुर डाक्टर के भन्नुभयो? सानै उमेरमा प्रेग्नेन्ट भएको र उहाँको पाठ्यक्रम परिपक्व नभएका कारण उहाँको मृत्यु भएको हो, तथा शारीरिक तथा मानसिक कमजोरका कारण उहाँको मृत्यु भएको हो। हजुर उहाँको के नाता लाग्नुहुन्छ? सासुआमा। उहाँको श्रीमान र बाबा मम्मी कहाँ हुनुहुन्छ? उहाँलाई खबर गरिदिनु होला र कानुनी सजाय भोग्नको लागि तयारी अवस्थामा रहनु होला। हजुर बाहिर जानु होला, अब उहाँको पोस्टमार्टम सुरु हुन्छ। अलि उता जाऊ त बाबु, तिन्नीमा जाऊ त, तिन्नीमा जाऊ त, अलि उता। सीताले हामीलाई छोडेर गइसके। होइन नानी, तेरो दाइलाई कल लगा त। हेलो मम्मी, मेरो सीताले 3 दिनदेखि किन कल उठाएर गइरहेको छ? कल उठाएको छैन नि? बाबु सीताले कहिल्यै फोन उठाउँदिन। सीताले हामीलाई छोडेर गइसके बाबु। कसरी भएको यो सब? त्यो हस्पिटल ल्याउँदै यो सब भएको बाबु। म तुरन्तै सुर्खेत फर्किहाल्छु नि आमा। हुन्छ बाबु। ल नानी, सम्झिनुलाई पनि कल लगाए त। छोरीको अन्तिम मुख हेर्ने भए पर्दा हस्पिटलमा आउनु होला। सीताको बाबा छोरीले चिकित्सा बिरामी छोरी पर्दैछ, अस्पताल जाम न छिटो। किन के भएको छ र? जिन्दगी से खाप पार दे।
तैँले गर्दा मैले छोरीलाई रिसाए हप्काएर गाली गरेँ घर छोड्न बाध्य भई आज आएर संसार छोडेर गई मेरो छोरीको मृत्युको दोषी त यस्तोलाई त आज म नमारी छाड्दिनँ भने छोडिदिनुहोस् सँगै मेरो छोरालाई छोडिदिनुहोस् सँगै मेरो छोरालाई अब दोषी त कानुनले फेला पार्छ यो नानीको सानो कुरा विवाह गराउने सम्पूर्ण व्यक्तिले समाजमा समाधान छ पुलिस सुगतको लोकले प्यार पाउँदै पनि बाल विवाहमा गइयो अहिले आएर जेल जानु पर्यो विवाह गराउने पण्डितलाई र बाल विवाह हो भने थाहा पाउँदा पाउँदै भोज खाने समाजलाई र विवाह गराउ केटी भगाउन जान सहयोग गर्ने साथीलाई सबले समाजमा ल्याउन सवालदार छ हवलदार साहब लयरलाई फोन गर्नुहोस् पुलिसले समातिसकेको छ र हाम्रो नेपालको कानुन अनुसार उहाँहरूलाई के कस्तो सजाय हुन्छ सबैजनाले सुन्नु होला है त हामीले लयर्स पनि बोलाएको छौँ नेपालको कानुन अनुसार 20 वर्षभन्दा कम उमेरमा विवाह गर्नु गराउनु बाल विवाह हो। बाल विवाह गैर कानुनी र दण्डनीय अपराध हो। राष्ट्रिय फौजदारी संहिता ऐन 2074 को दफा 173 को मुजिब बाल विवाह गर्ने, गराउने र गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपैयाँको जरिमाना रहेको छ। यदि कसैले गाउँमा बाल विवाह भइरहेको देख्नु भएको छ या बाल विवाह गराउँदै हुनुहुन्छ भने यो सचेत हुनु कि उहाँहरूलाई 3 वर्षसम्म कैद र 30,000 रुपैयाँ जरिमाना रहेको छ। यदि कहीँ देख्नु भएको छ भने 100 मा फोन गरिदिएर खबर गरिदिनु होला। यो चाहिँ सम्पूर्णले भन्नु होला है। शिक्षित छोरी सफल बुहारी। शिक्षित छोरी सफल बुहारी।